नमस्ते, जय नेपाल सम्पूर्ण मेरो आमा बाबा तथा दाजुभाइ दिदीबहिनीहरूलाई र हजुरहरूप्रति मेरो एकदम भित्रबाट एक निवेदन या रिक्वेस्ट लिएर तपाईँहरू सामु आइपुगेको छु। यो भिडियो सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मोबाइलमा सेयर गरेर पुर्याइदिनु होला। र म पनि अहिले नेपालमा छैन, कहीँ बाहिर छु र चुनाव आइसकेको छ, तपाईँहरूको घरभित्रै भित्रिसकेको छ र अब चुनाव हाल्नुभन्दा अगाडि केही कुराहरू म तपाईँहरूलाई बताउन गइरहेको छु र तपाईँहरूले पनि आफ्नो आमा बाबाहरू जति पनि हुनुहुन्छ घरमा भोट लाउनु जाने तपाईँहरू बाहिर हुनुहुन्छ भने एकदम सम्झाएर बुझाएर भोट हाल्नुको लागि पठाउनु होला। टाइम खासै धेरै त छैन, अब सकिने छ र तपाईहरुलाई के कुरा भन्नु गइरहेको छु भनेदेखि अहिले जुन इजरायल र अमेरिका मिलेर इरानमाथि अट्याक गरिरहेको छ र मेन दुश्मन भनेको अमेरिका देश र इजरायल देश हो। तर इरानले किन बाँकी अन्य देशहरुमा अट्याक गरिरहेको छ, यो कुरा तपाईहरुलाई म बुझाउन गइरहेको छु। र किनभनेदेखि बाँकी जुन देशमा नेपालमा अहिले एमसीसी भनेर तपाईले सुनिराख्नु भएको होला, एमसीसी जस्तै कुराहरू पास गरेर अन्य देश 11 मुलुक देशमा आर्मी क्याम्प खडा गर्यो। अमेरिकाले आर्मी बेस क्याम्प खडा गर्यो, आर्मीको अड्डा बनायो। इरानले जुन देशमा आर्मी बेस क्याम्प खडा गरे त्यो देशमा तामातोड मिसाइलबाट हमला गर्दैछ र त्यहाँका जनताहरू मर्नु बाध्य भएको छ। र भोलिको दिनमा नेपाल पनि त्यस्तो नहोस्। एमसीसी को पछाडि परेर जति पनि हिँड्नु भएको नेताहरू र उनीहरूलाई समर्थन गर्ने नेपाली जनताहरू यो कुरा ध्यान दिएर सुन्नु होला। तपाईहरुको छोराछोरी पनि त्यो देशमा होला, साउदी, कतार, दुबई, कुवेत, ओमन, ब्राइन अनि युएई लगायत 11 मुलुक होला। उनीहरूलाई अहिले सोध्नु होला हालत के कस्तो छ, कुन अवस्थामा बसिरहेको छ। पैसा र विकासको लागि आफ्नो छोराछोरीलाई मार्न नखोज्नुहोस्। विकास भन्ने कुरा होस् या नहोस्, आफ्नो घरमा राम्रो पाके पनि नराम्रो पाके पनि कोही फरक पर्दैन। तर आफ्नो छोराछोरी मारेर, आफ्नो छोराछोरीलाई मर्वाएर तेरो घर अगाडि चाहिँ म एकदम लग्जरी स्टाइलको विकास गरिदिन्छु भनेर कसैले भन्छ भनेदेखि कि तपाईहरु आफ्नो छोराछोरीलाई मारेर तपाईहरु चाहिँ घर वरिपरि शहर राम्रो बनाउन चाहनुहुन्छ? त्यो त पक्कै चाहनुहुन्न होला। त्यही भएको कारणले गर्दाखेरि विकास होस् नहोस् कोही फरक परेन। तर नेपालमा एमसीसी पास हुन भएन र एमसीसी पास गर्ने मान्छेहरूले जित्नु भएन, गर्छु भन्ने मान्छेले जित्नु भएन। कोही नयाँ नेताहरूले मैले भनेको सुनेको छु नेपालको समृद्धि र विकासको लागि हो भनेर। त्यो मान्छेले पनि यो कुरा सुनोस् र अहिलेको हालत हेरोस्। जसले एमसीसी पास गरेको छ, जुन देशमा एमसीसी पास गरेर अमेरिका सेनाले अड्डा बनाएको छ त्यो देशको हालत अहिले हेर्नु। भोलिको दिनमा नेपाल त्यस्तै नहोस्। एमसीसी पास गर्नुहुन्छ अमेरिकाले सेना खडा गर्छ नेपालमा बेस क्याम्प बनाएर। अमेरिका मकसद यो हो कि नेपालमा एमसीसी पास गरेर अमेरिका सेना नेपालमा खडा गर्न सकियो भने, बेस क्याम्प बनाउन सकियो भने चाइना र भारतलाई अट्याक गर्न सजिलो हुन्छ भनेर। भोलिको दिनमा
त्यही नेताहरूले जितेर एमसिसी पास गरेर अमेरिका सेनाले नेपालमा बेस क्याम्प बनायो भनेदेखि तपाईँहरूले यो सोच्नुहोस्, तपाईँहरू त मरेर जानुहुन्छ, तर भोलिको दिन तपाईँको छोरा नाति पनातिहरू भारत र चाइनाको मिसाइलबाट मर्नुपर्ने दिन आउँछ। कुनै न कुनै दिन त अमेरिकाले ठोक्छ चाइनालाई, भारतलाई। अनि त्यहाँदेखि नेपालको बेस क्याम्पबाट ठोकेको छैन, उनीहरूले सिधै गएर अमेरिकामा त ठोक्दैन। ठोक्ने भनेको त्यही नेपालमा हो, नेपाली अड्डामा। अनि उनीहरूले भन्छ कि हामीले नेपाललाई ठोकेको होइन, अमेरिका बेस क्याम्पलाई ठोकेको भन्छ। तर त्यहाँनिर अमेरिका सेना मात्रै मरेको हुँदैन, त्यहाँनिर नेपाली जनताहरू मरेको हुन्छ, मर्नुपर्ने बाध्य हुन्छ। र त्यो दिन नआओस्। भोट हाल्नु अगाडि तपाईँहरूले यो कुरा सोच्नुहोला, सम्झिनुहोला। तपाईँहरूको कारणले गर्दा पछिको दिनमा तपाईँहरू मरेर गइसकिसकेपछि तपाईँहरूको आत्माले शान्ति पाउने छैन, यो कुरा याद गर्नुहोला। कुनै हालतमा पनि एमसिसी पास गर्ने पार्टीहरू जित्नु भएन, एमसिसी पास गर्नु भएन। नत्र भए अहिले हेरिहाल्नु होला, 11 मुलुकमाथि एट्याक भइरहेको छ, तामात्र हमला भइरहेको छ, त्यहाँका जनताहरू मरिरहेको छ। किन? त्यस्तै एमसिसी सम्झौता पास गरेर अमेरिका सेनालाई त्यहाँनिर राखेर बेस क्याम्प बनाउनु दिइसकेपछि उनीहरूले त्यो जग्गामा त्यो देशहरूमा मिसाइल ठोकिरहेको छ र त्यहाँका जनताहरू मर्नु बाध्य भइरहेको छ। त्यही भएको कारणले गर्दाखेरि तपाईँहरूले राम्रो दिमाग लगाएर भोट हाल्नुहोस्, जसुकै हाल्नुहोस्, मलाई मतलब छैन। तर यति कुरा बुझ्नुहोस् कि तपाईँहरूले मेरो कारणले गर्दाखेरि मेरो नेपालीहरू, मेरो छोराछोरी नाति पनातिहरू मर्नु नपरोस्, विकास बरु नहोस्, तर अरूको देशले आफ्नो नेपाललाई नमारोस्। यो कुरा तपाईँहरूले सोच्नुहोला र यो भिडियो सम्पूर्ण नेपालीहरूको मोबाइलमा सेयर गरेर पुर्याइदिनु होला। यति भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते।